समानुपातिकमा मलाई लानुपर्छ। सङ्घर्ष गरेको 7 वर्ष 9 वर्ष भोग्दा छु। म भन्दा सङ्घर्ष गर्ने मान्छे आएको छ भने म छोडिदिन्छु। त्यो नजाति मेरो अरू गयो भने चाहिँ राम्रो हुँदैन। जो हरको हामी सम्पाङज्यूले पनि बुझ्नुपर्छ मेरो साहबले। तपाईको त अब यहाँबाट नाम पठाए पनि निर्वाचन आयोगले मान्दैन नि। उहाँहरूले कुरा राखिसकेको छु हर्का सम्पाङज्यूलाई। यदि कुरा सुन्नु भएन भने फेरि म जस्तो इमान्दार मान्छेले गाली खुवाउने हाम्रो हर्का सम्पाङ दाइले उहाँलाई यो ठाउँसम्म पुर्याउने समयको कति छ भूमिका? यो समयले हेप्ने हो। अरूले अवसर भन्छ, म पदको अवसर हो अहिलेसम्म म सदस्यमा मात्रै छु अहिलेसम्म। तर अरू चाहिँ पदको लोभीमा आएको छ उनीहरू चाहिँ हतारमाथि जाने कि म भन्दा अगाडि दुःख गर्ने इमान्दार हुनु पर्यो। भ्रष्टाचार नगर्ने। हामी चाहिँ भ्रष्टाचार व्यतीत आवाज उठाउँदै निस्किने हामी चाहिँ अहिले फेरि सर्वशक्ति पार्टीमा त्यस्तो मान्छे घुस्यो भने राम्रो भएन नि त दाइ। त्यही भएर समयलाई जानुपर्छ माथि। किन बन्द सूचीमा राख्नुभयो त? नत्र त्यो त मान्नु पर्यो नि त। बन्द सूचीमा 110 जनाको हुन्छ नि। होइन उहाँहरूले निकाले नि त बिचमा। अरूले निकाल्नु नि त। तपाईको त अब पठाए पनि जसरी पनि त्यो त अध्यक्षको हातमा हुन्छ। मैले सबैसँग बुझेको छु। सबै हुन्छ। तपाईँले नबोल्दै तपाईँहरूले मलाई